हेलो, हामी चाहिँ आज घरमै रहेको ओसो पार्क हेर्नुको लागि गयौँ। तर पानी परेर अलिअलि बोरिङ फिल भयो। तर पानी नै भए पनि मेरो छोराहरू चाहिँ बस्नु मानेनन्। एकदमै रुँगाछन् होइन। यो भिडियो चाहिँ हिजो बनाएको, आज मैले बिहान हाल्न लागिरहेको छु। हिजो पानीमा भित्रै खेले पनि मेरो छोराहरू आजसम्म ज्वरो आउने यताउता चाहिँ गएको छैन। अनि यस्तो जङ्गलको हावापानी यस्तो राम्रो वातावरणमा नानी आउनु पाउँदा त कसलाई खुसी लाग्दैन र म एकदमै खुसी छु। फेरि विदेशभन्दा कम चाहिँ छैन है यहाँनिर। आजभन्दा 6 महिना अगाडि जाँदाखेरि चाहिँ यस्तो पार्क यति धेरै राम्रो थिएन। तर अहिले त ओहो कस्तो धेरै राम्रो है। यहाँको वातावरण हेरेर त मनै एकदमै धेरै शान्त भयो। हिजो स्याटरडे मैले मेरो छोराहरूलाई यस्तो रमाइलो इन्टरटेनमेन्ट गराउन पाएँ। त्यसको चाहिँ एकदमै खुसी लागिरहेछ मलाई चाहिँ। ल हेर्नु सक्नुहुन्छ कस्तो राम्रो छ तपाईँहरू पनि होइन। त्यही हो साथीहरू, जति घरका दुःख काम यताउता भन्यो भने कहीँ न कहीँ चाहिँ आफूले पनि रुचाइदिनु पर्ने रहेछ क्या। त्यही भएर मैले र मेरो साथीले चाहिँ नानी बाबुहरूलाई लिएर हामी एकैछिन धेरै होइन 1-1.5 घन्टाको लागि ओसो पार्क घुमेर आयौँ है त। शरीरको सामान्य तापक्रम कति हुन्छ? मानव शरीरको सामान्य तापक्रम कति हुन्छ?